बारीबाट आएर नानीहरूलाई मोमो दिएँ। अब म खानु लागेको मोमो चाहिँ अचार पनि अल्छी लाग्यो मिसिनमा उयो गरिकन ओखलीमा गरेको है, जसमा जस्टिनालाई चाहिँ दिइसकेँ मैले। मोमो चाहिँ नि आधी आधी भन्दाखेरि नि मोमो चाहिँ सँगै खानुपर्छ क्या, तातो तातो। यसरी बिचमा चाहिँ नि सानो पारेर खायो भने चाहिँ नि चुटाएर खायो भने स्वादै आएको जस्तो हुँदैन हौ म चाहिँ। तातो 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 खानु मोमो नि यस्तो आनन्द हुन्छ। साह्रो ज्वरोले पट्टै जाति भएन होइन घरमै बस्दाखेरि। आज चाहिँ बारी निस्केको, बारीमा काम गरेर अनि मोमो पकाएर यस्तो पिल्थ्यो पिरो। अब म बिस्तारै खान्छु मोमो है।